राष्ट्रिय साम्राज्यवाद खडा गर्यो अनि 23 गते मारिए। 23 गते निर्दोष युवाहरू मारिए। त्यसपछि त्यसलाई न्यू बनाएर मान्छे सडकमा अब ल्याए। उत्तेजित मान्छे हुने भयो, नबुझ्ने मान्छे, अब यो खेल नबुझेको मान्छे। अनि त्यसकै कभरमा चाहिँ अब उनले आफ्नो काम फत्ते गरे। कहाँ आगो लगाउने, कति हतियार लुट्ने, कति जेल फोर्ने, अनि के खेल गर्ने, यिनी सबै काम गरे। बस सत्ता दलको हातबाट खोज्ने मात्रै थियो। पर्दा पछाडिको शक्तिहरूको मिसन त्यो सफल भइसक्यो। तर दललाई निषेध गर्ने त होइन उनको उद्देश्य। किन भन्छ भने दलहरू पनि त तिनीले पालेका भाडाकै अपराधीहरू हुन् र देशलाई यो कथित जेनजी आन्दोलनसम्म ल्याउने, यो अवस्थामा ल्याउने त दलैबाट काम गरिरहेको छ त्यो विदेशीले। भनेपछि दललाई कसरी मट्यामेट पार्छ यिनले। अनि सुशीला